हेलो एभ्रिवान, वेलकम ब्याक टु द बाथरुम सिङ्गर च्यानल। तपाईँलाई अर्को फेरि म्युजिकल लेसनमा यहाँलाई स्वागत छ। आज हामी यो गीत कसरी गाउने त एकदमै सुन्दर गीत र कम्पोजिसन छ सम्झनाको सारङ्गी। यो गीत एउटा क्लासिकल सङ हो। स्वरूप राज आचार्यले गाउनु भएको। आज पनि यो गीत उति नै प्रिय छ। प्राय हामी गीत सुन्दा इजिली सुन्छौँ र त्यसको मेलोडी र रिदम मिठो लाग्छ, तर डिपली सुन्दा वा गाउँदा थाहा हुन्छ कि भित्रभित्र धेरै सूक्ष्म कुरा हुन्छ, जसले गर्दा गीत महत्त्वपूर्ण, अर्थपूर्ण र सुन्दर हुन्छ। आज हामी गीतको गहिराइसम्म पुगेर एक्सप्लोर गर्नेछौँ र साना साना इम्पोर्टेन्ट कुरालाई बुझ्ने कोसिस गर्नेछौँ। यो गीतको ओरिजिनल स्केल डी मेजर हो, तर म यसमा डी स्केलमा गाउन गइरहेको छु, अनि यसको हाई स्केलमा चाहिँ म सी माइनरमा गाउन गइरहेको छु, किनकि म त्यतिको हाई गाउन सक्दिनँ। तपाईँले पनि त्यही गर्नु होला र पछि तपाईँहरू कम्फर्टेबल भइसकेपछि, प्र्याक्टिस पुगेपछि यसको ओरिजिनल स्केल डी मेजरमा गाउन सक्नुहुन्छ है त। ओके, हियर वी गो। सम्झनाको सारङ्गी रेटिँदा पोचालो पाए सम्झनाको। यदि तपाईँले नोटिस गर्नुभयो भने पहिलो गीतको लाइनमा रहेको छ दुईवटा साना साना भिब्राटोहरू रहेका छन्, जसमा चाहिँ म र नामा रहेको छ। याद गर्नुहोला, सम्झनाको। विदाउट भिब्राटो चाहिँ कस्तो सुन्छ त? सम्झनाको खास सुन्दैन, त्यसैले गीतलाई चाहिँ अलिकति मिठो अर्थपूर्ण बनाउन चाहिँ भिब्राटो प्रयोग गरिन्छ, जसमा चाहिँ सम्झनाको यो टाइपको छ। हुन्छ, अब अर्को लाइनमा जाउँ। सारङ्गी यो अलिकति सालाई भिब्राटोको साथ हाईमा लाने, सा यसरी सा, अनि रङ्गी चाहिँ अलिकति लो छ है, अनि त्यसपछि योमा फेरि अलिकति हाई, सारङ्गी है, रङ्गी अलिकति लो, रङ्गी, अनि यो हल्का हाई। यो अर्को लाइनमा जाउँ। आफूसँग आफू एक्लै। नोटिस गर्नुभयो होला, यहाँ पनि भिब्राटो नै छ है। सो तपाईँको क्लासिकल सङमा चाहिँ सबै गीतहरूमा प्रायः भिब्राटो हुन्छ होइन, आवाजलाई घुमाएको हुन्छ। त्यही भएर यहाँ आफू भन्दा पनि आफूमा घुमेको छ। अनि सँग। अब आफू एक्लै अलिकति लो, आफूलाई चाहिँ अलिकति हाई छ है, जस्तै आफू एक्लै है, एक्लै अलिकति हाई रहेछ, आफू एक्लै। ओके, अब अर्को लाइनमा जाउँ। भेटिँदा पोचालो पाए, भेटिँदा पोचालो पाए। यो पनि सेम छ, भेटिँदालाई अलिकति भिब्राटोको साथ, अनि पुरो चाललाई चाहिँ एकैचोटि, अनि पाएले अलिकति हाई छ है त। भेटिँदा पोचालो पाए, हल्का पाए, ईमा चाहिँ यो टाइपले गर्नु होला। ओके, अब अर्को लाइन, अर्को लिरिक्समा जाउँ। अब यसपछि चाहिँ गीत अलिकति हाई स्टेपमा जान्छ। फर्स्टमा अलिकति हाई हुन्छ भनेपछि सेकेन्डमा अझै स्टेप हाई हुन्छ है त। ओके, मेरो स्केल पुग्दैन, म यसमा चाहिँ सी माइनर मात्रै गाउनेछु है त। मेरो प्यासो हौ तिमी, मेरो आसो हौ तिमी, मेरो प्यासो हौ तिमी। ओके, गीत अलिकति हाई नै छ, मेरोबाटै हाई छ, प्यास अझै हाई छ, अनि हौ हाई नै छ, अनि तिमीमा हल्का भाइब्रेटो छ है। सो यहाँनिर बुझ्नुपर्ने भनेको मेरो प्यासमा चाहिँ के छ भन्दाखेरि भिब्राटो छ है, क्लासिकल घुमाएको चाहिँ मेरो प्यासो हौ तिमी। सो तिमीलाई तिमी, तल्लो मेरो आसो हौ तिमी, त्यही प्याटर्नमा त्यही तरिकाले छ। मेरो आसो हौ तिमी, यसमा चाहिँ यो तिमी, सेकेन्ड तिमी चाहिँ त्यस्तो घुमाउँदैन है, ठक्क रोकिन्छ है, तिमी भन्छ है त। अब चाहिँ सबसे हाई छ यो गीतको। जीवनको देरीमा प्रकाश हौ तिमी, प्रकाश हौ तिमी। सुन्नुभयो होला, एकदमै हाई छ। मैले पनि यसमा प्र्याक्टिस गरेको छुइनँ, त्यही भएर
ओरिजिनल स्केल जति चाहिँ गाउनु सकेको छैन, त्यही भएर मैले तपाईँलाई यति नै सी शार्पमै सुनाएँ। अभ्यासको कुरा गर्नुपर्दाखेरि जीवनको अँधेरीमा डेफिनेटली आएछ। यसमा हामीले के गर्नुपर्छ भन्दाखेरि प्र्याक्टिस मात्रै गर्नुपर्छ। प्र्याक्टिसको कमीले गर्दाखेरि हाम्रो आवाज बस्छ, त्यही भएर यसलाई हाई स्केल गर्नको लागि हाई नै हामीले प्र्याक्टिस गर्नुपर्छ। टेक्निकल वा भेब्राटोको कुरा गर्नुपर्दाखेरि त्यो चाहिँ जीवनको अँधेरीमा प्रकाश हो तिमी, प्रकाश हो तिमी। जीवनको अलिकति भेब्राटो अँधेरीमा, अनि मालाई चाहिँ हाई रहेछ, प्रकाशमा चाहिँ अलिकति घुमाउँछ है, प्रकाश यो टाइपको छ है, प्रकाश औ तिमी। त्यो मा र तिमीमा चाहिँ अलिकति हाई हाई रहेछ है त। सो सबै कुरा प्र्याक्टिसको खेल हो, प्र्याक्टिस गर्नु होला, एक दिन अवश्य सफल हुनुहुनेछ। यहाँहरूलाई भिडियो अलिकति पनि मन पर्यो भने वा हेल्पफुल लाग्यो भने भिडियोलाई लाइक गर्नु र च्यानलमा सब्सक्राइब गर्नु नबिर्सिनु होला। म भेट्नेछु अर्को भिडियोमा।